आज हामीले यो भिडियोमा हेर्छौं सिन्टेक X9 एक्सेस कन्ट्रोल सिस्टमको एडमिन फिंगर कसरी रिसेट गर्ने। जस्तै यसमा कुनै पनि प्रोग्रामिङ गर्नको लागि पहिला एडमिन फिंगर हालेर बल्ल प्रोग्रामिङ गरेको हुन्छ, अनि कुनै कारणले त्यो एडमिन फिंगर रिसेट गर्नु पर्यो भने कसरी गर्ने त्यो चाहिँ हामीले यो भिडियोमा हेर्छौं। एडमिन फिंगर रिसेट गर्नको लागि एक्जिट स्विचको जुन बटन हुन्छ, जस्तै अहिले मैले एक्जिट स्विच जोडेको छैन, तर यो दुईटा जुन कनेक्सन छ, यो ओपन भन्ने तार छ अनि यो ग्राउन्ड छ, अनि यही एक्जिट स्विचमा जान्छ कनेक्सन। यो एक्जिट स्विचको अहिले एकचोटी ढोका खोलेर हेरौँ। ठ्याक्कै ढोका खोल्यो। रिसेट गर्नलाई सबभन्दा फर्स्ट यसको डिभाइसको पावर अफ गर्नुपर्छ। पावर अफ गरिसके पछाडि जुन हाम्रो एक्जिट स्विचको कनेक्सन छ त्यसलाई ग्राउन्डसँग जोड्दिने। अब एक्जिट बटन कनेक्सन गर्नुभएको छ भने एक्जिट बटनको स्विचलाई थिचेर राख्ने। यसमा अहिले एक्जिट स्विच कनेक्सन छैन अनि त्यही भएर मैले हातले जोडेको छु। एक्जिट स्विचको कनेक्सन गरेको छ भने त्यो एक्जिट बटनको स्विचलाई थिचेर राख्ने अनि बल्ल पावर अन गर्ने। अनि पावर अन गरेपछि पनि त्यसलाई थिचेर राख्ने अथवा कनेक्सन जोडेरै राख्ने। 1 2 3 अनि लामो बिप आएपछि बल्ल यो कनेक्सन छोड्दिने। तार छ भने कनेक्सन हटाइदिने, एक्जिट स्विचमा थिचेर राख्नु भएको छ भने त्यसलाई छोड्दिने। अब यो रिसेट भइसक्यो। अब हामीले स्टार ह्याश थिचेपछि एडमिन फिंगर मागेन भनेपछि यसको एडमिन फिंगर रिसेट भइसक्यो। यसरी नै हो सिन्टेक X9 एक्सेस कन्ट्रोलको एडमिन फिंगर रिसेट गर्ने तरिका। यो भिडियो हेर्नको लागि धन्यवाद। Dance with me. Back and forth.